ल हेर्नुहोस् यहाँ पैसा फल्ने बोट यसरी पैसा फल्छन्। यो पैसा फल्ने बोट रोप्यो भने जरादेखि टुपासम्मै पैसा फलेर लटरम्मै परिरहेछन्। यसरी फल्दो रहेछन् बाबा। के हो यो सुन फल्ने बोट हो क्या हो? यस्तरी फल्ने रहेछ यार। जरा पनि हालेकै छन्, टुपा पनि हालेको छ, पाकेकै छ, फुलेकै छ। यहाँ पैसाले यो यस्तो बोट हुने रहेछ यार। यो यस्ता 1 लाख बोट रोप्न पाए त कहीँ जान पर्दैन थियो। आफ्नै देशमा रुख चढ्यो, रुखबाट पैसा टिप्यो, डोका भर्यो, ल्यायो, ब्याङ्कमा जम्मा गर्यो, खायो, होइन? कति आनन्द यार यस्तो रुख। जय श्रीराम, जय पशुपतिनाथ।